अलि नजिक भयो भने राम्रो सुनिन्छ कि कुन गर है हुन्छ हुन्छ हो त्यो नम्बर आन्टी नम्बर तिमी जानिनौ नि हामीलाई आइहाल्छ खै त्यो नम्बर देखा फोन चाहिँ मैले उठाइ बसेको फोन उठा फोन चाहिँ मैले उठाएको त्यो च्याट 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 त्यसको बाउ च्याट सिनेरीमा फोन गरेको हो कि यो कहाँ पर्यो पहराको गगन एउटा पर्यो होइन होइन त्यो त मुगलिङ पर्यो ओ डाका अनि त्यो बिचाइमा मुगलिङमा फोन उठाउने को मैले पहरा गरे हो बिचाइ तार काटेर फोन उठाउँछस् खै त्यो नम्बर फेरि त यो 061 हो कि 62 हो कि 63 हो कि ए अहिले क्या घन्टी चाहिँ गएकै गर्छ उठाएर मार्दैन त कहाँ गयो मान्छे मलाई के थाहा त हेलो 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 त्यो मुयाको माइतीको छेउको फोन होइन त यो को मुया हो तपाईले कहाँ गर्नु भएको हो त नि पोखराको गगन गौडा गरे नि कहाँ पर्यो पोखरा त होइन त्यो स्याङ्जा पर्यो के अरे ए स्याङ्जा पो पुग्यो ठिक छ तपाईँ अहिले त्यहाँ फोन राख्नुहोस् त होइन के भएको हो गाँठे कहाँ पर्यो पोखरा हजुर नौ घन्टी फोन बज्ने जल तिमी कहाँ मुन्च्या छौ उहाँ फोन तिमीले नउठाउनाले फोन स्याङ्जा पुगेछ धन्न अहिले स्याङ्जा मात्र पुगेछ त ठिकै छ त्यहाँ भएर कता कता सिनौली हुँदै इन्डियातिर फोन गाट्यो भने यहाँ कति पैसा उठ्छ तिम्रो बाबु तिर्छ होइन तिमीले मलाई गाउँले गरिब मान्छे भनेर हेप्न खोजे है क्या खुरुक त्यहाँ मुयाका बाबालाई बोलाउने बोला होइन भनेदेखि मुर्कीले हालेर म त तिम्रो जात पनि मेरो जात बनाइ नि त होइन शिवचुम्बुर तेरो ससुराललाई बोलाउनलाई तेरो बाउले राखिदिएको फोन हो यो ए दिनाजु के भयो ए टाउको भयो ससुराली नै पुग्नु पर्ने भयो नि